हेलो एभ्रिवान, आज चाहिँ आँपको अचार बनाऊ है त। यो चाहिँ खानामा पनि मिठो हुन्छ र हेल्थको लागि पनि एकदमै राम्रो हुन्छ। यसले चाहिँ डाइजेसन पनि इम्प्रुभ गर्छ। मैले सबै माथि लेखिदिएको छु, इङ्ग्लिस नेपाली दुईटैमा। पहिला चाहिँ आँपलाई मजाले धुनी, कि त धोएर काट्दा पनि हुन्छ, काटेर धुँदा पनि हुन्छ। मैले चाहिँ यहाँ पहिला पनि धोएको थिएँ र डबल वास गरेँ। अनि त्यसपछि वास गरेपछि मजाले आफूलाई 2 फेक 3 फेक कत्रो साइज मनपर्छ त्यही अनुसार काटेर नुनमा मजाले मोलेर अनि यो चाहिँ ओभरनाइटको लागि राखिदिने। अनि ओभरनाइटको लागि राखेपछि चाहिँ भोलि बिहानको दिन यसबाट मजाले पानी निस्किन्छ। अनि पानी निस्केपछि चाहिँ एकैछिन घाममा सुकाउँदा पनि हुन्छ, कि त भए एकदमै ड्राई टावलले पोस्दा पनि हुन्छ। अनि अचार हाल्नको लागि रेडी हुन्छ। अनि यसमा चाहिँ हामीले के हालेको छौँ, यसमा चाहिँ तोरी, खुर्सानी, अनि सौँफ, मुग्रिलो, अनि त्यसपछि जिरा, अनि त्यसपछि कलौंजी हालेर चाहिँ मजाले भुट्ने खुर्सानी। अनि भुटेर भएपछि चाहिँ यसलाई मिक्सरमा पिसेपछि यसरी नुन, हर्दी, अनि त्यसपछि मैले एक्स्ट्रा खुर्सानी, धुलो खुर्सानी थपेको छु। अनि कलौंजी चाहिँ माथिबाट एक्स्ट्रा नपिसिकन हालेको चाहिँ एकदम मिठो हुन्छ। अनि हामीले अघि पिसेर राखेको मसला हालेर चाहिँ मजाले यसलाई चलाउने। यदि हातले चलाउनुहुन्छ भने हात चाहिँ एकदम ड्राई हुनुपर्छ, नै त भने अचार बिग्रिन्छ। मैले अलिकता चाहिँ सिडलेस पनि बनाउँदैछु, खोया नभएको वाला। यो चाहिँ खोया नभएको वाला हो, अनि अलिकता चाहिँ खोया भएको छ। अनि यसरी चाहिँ हामीले आस्तरी चाहिँ डब्बामा कन्टेनरमा हालेर राख्न सक्छौँ। यदि तेल कम भएको छ जस्तो लाग्छ भने माथिबाट तताएर सेलाएपछि चाहिँ हालिदिँदा हुन्छ। अनि अलिकता सेलाएपछि अनि ढक्कन लगाइदिनु होला। यसरी चाहिँ मिठो आँपको अचार रेडी भयो। धन्यवाद हेरिदिनु भएका लागि अन्तिमसम्म।